फाइनली गाइज आज हामी चाहिँ निकिसाको बर्थडे सकेर हिजो आज हामी निकिसाको घर आइसकेको छौँ। हामी आएको भनेको चाहिँ हिजो चाहिँ हामी निकिसाको बर्थडे हेरेको, आज चाहिँ हामी निकिसाको बर्थडे गिफ्टहरू के आएको छ भनेर हामी चाहिँ हेर्ने दर्शकहरू गाइज। र हजुरहरूलाई पनि देखाउँछौँ हामीहरू निकिसालाई चाहिँ के गिफ्ट आएको छ भनेर। निकिसाको गिफ्टहरू चाहिँ यहाँ छ गाइज, हेर्नु यहाँ यो सबै गिफ्टहरू हो। हामी एक एक खोलेर हेर्नेछ मैले यहाँनिर। यहाँ गिफ्टहरू छ, घडी पनि छ यता, अनि यता यो छ गाइजहरू, अनि यता ब्यागहरू पनि छ। यहाँ यो ब्याग चाहिँ मैले दिएको ब्याग हो गाइज, यसले आज बोक्छु भनेर यसमा सामान प्याक गरिसकेँ। यो चाहिँ मैले दिएको ब्याग हो गाइज, यो चाहिँ मैले दिएको ब्याग हो। अनि यो चाहिँ बिपिनले दिएको ब्याग हो, यो चाहिँ हाम्रो साथी बिपिनले, यो चाहिँ राणा सरकारले दिएको ब्याग हो। अनि यहाँ चाहिँ कपडाहरू पनि छ, यो कपडा भयो। अनि यसको भित्र चाहिँ सुन न, म उयो म पनि त्यसमा जोड्छु नि, त्यसमा मिल्दैन। अनि अर्को छैन तसँग, कहाँ गरिस् तिमीहरू? उ गर न, म देखाउँछु मेरोमा। तिमी बस न, बस्छु म बस्छु नै, म बसि नै रहेको छु। म यो चाहिँ एकदमै राम्रो हो गिफ्टहरूमा। यो चाहिँ हेर्नुहोस् गाइस यस्तो छ। अनि यता कप सेट पनि रहेछ गाइजहरू, निकिसाको चाहिँ बर्थडे गिफ्ट। यता चाहिँ निकिसा हुनुहुन्छ, त्यहाँ बस्न बिचमा। यो कसले दिएको नि यसो खुमुच्चेको ब्याग? होइन गिफ्टहरूलाई त भन्नु हुँदैन, तर एकदमै राम्रो ब्याग छ गाइज यो ब्याग चाहिँ। म केही नै भन्न चाहन्न। आइज न, मेरो मोबाइल त यो बरु निकिसाको केही भएको नि, मेरो त फुरेर ढुट्टो रातो तातो र ह्याङ भएर के खालको मोबाइल पऱ्यो मलाई छ। ओइ त्यहाँ के उसमा बस्छ तिमी केमा? यस्तो हाम्रो निकिसा दिदी हुनुहुन्छ, यता हेर त। पैसातिर मोबाइल चाहिँ कतिले पाइँदैन, म यही कुरा म चित्त बुझ्दैन। यताबाट राम्रो आएर भाइ, यताबाट लाइट यता भएर होला। अनि मैले दिदी चाहिँ कहाँ त्यता बसेको बिचमा आऊ न तिमी, यो हल्का यस्तरी सारा न, यतातिर राम्रो आएर कि यो साइडमा। सेकेन्ड ह्यान्डमा छ कि छैन? हेलो गाइज च्यानलमा अहिले तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम भन्न चाहन्छु। र अहिले चाहिँ निकिसाको बर्थडेको गिफ्टहरू देखाउन गइरहेको छु हामीले चाहिँ, होइन। र म चाहिँ योभन्दा अगाडि के भन्न चाहन्छु भने, मैले हिजो चाहिँ भिडियोमा साथीहरूसँग धेरै जिस्किने क्रममा शब्दहरू युज गरेँ, त्यसको लागि भन्न चाहन्छु। माफ गरिदिनु होला। अब के गर्नु, यस्तै हो, घरिघरि बोल्दा बोल्दै त्यसको लागि आइएम भेरी सरी भन्न चाहन्छु। बुझिदिनुहुन्छ होला। अब iPhone 15 Pro Max हो। अनि मलाई चाहिँ एकदम त्यो कमेन्टमा मलाई नराम्रो गाली कारणले गर्दा मैले चाहिँ कमेन्ट अफ गर्नु बाध्य भएँ। त्यसको लागि आइएम रियली भेरी सरी भन्न चाहन्छु। जिस्किनुपर्छ होइन त माइल दिदी? अब मेरो माइल दिदीहरू हुनुहुन्छ, अब मेरो कान्छी दिदी छन्, अब जिस्किन त परिहाल्यो नि। यसो तपाईँलाई इन्टरटेनमेन्ट रमाइलो दिउँ भन्न खोजेको मैले चाहिँ। तपाईँ हाम्रो चाहिँ नराम्रो कुरा बुझिदिनु भएछ। साथीहरूलाई कति हेपेको, म रियलमा हेप्छु त तिमीहरूलाई हेप्दिनँ है? छैन त्यो हामीले एकजनालाई, त्यो खासमा हाम्रो साथीहरूलाई होइन गाइज, एकजनाले हामीलाई के भन्यो भन्दाखेरि म चाहिँ एकदमै ठुलो कलाकार रे, तिमीहरू भनेको सानो कलाकार रे, खास म यहाँ यस्तो झारपाते ठाउँमा आउने होइन भन्दाखेरि हामीले चाहिँ उहाँसँग जिस्केर उहाँलाई जिस्काएको हो। त्यो हाम्रो साथीहरूले साथीलाई जिस्काएको कुराहरू पनि होइन। त्यो राम्रो आउँछ। भरे नराम्रो भयो भने चाहिँ के म त हेरेर लिने होइन। हिजो यसको बुढाले के बिहे गरेको बुढा 5 वर्षदेखि बिहे गरेको बुढाले चाहिँ हामीलाई के भनेको, तिमीहरू चाहिँ सानो कलाकार रे, हामी चाहिँ म चाहिँ एकदमै ठुलो कलाकार रे, खासमा यस्तो झारेपात ठाउँमा आउँदिनँ भन्दा चाहिँ हामीले उहाँलाई चाहिँ जिस्काएर उहाँसँग जिस्केको, हामी साथी जिस्केको पनि होइन, साथी के अरे झगडा गरेको पनि होइन। त्यही हो, हामी चाहिँ निकिसाको बर्थडे गिफ्ट हेर्नको लागि निकिसा घर आइसकेको छौँ। अब तपाईँहरूलाई हामीहरू एउटा बर्थडे गिफ्टहरू देखाउँछौँ एकछिनमा। र अब चाहिँ हामी यहाँ तपाईँहरूलाई बर्थडे गिफ्ट देखाउन गइरहेको छौँ। तर निकिसाले चाहिँ कसले बर्थडे गिफ्ट दियो थाहा छैन नि तँलाई त? अच्छा ल मोबाइल राख एकचोटि, यहाँ इन्ट्रोडक्सन दे त भन् त्यो। अब छोडा त इन्ट्रोडक्सन। दिस इज अ साडीमा के पुसेको यो? त्यो त्यसैको कपडा पानी हो। खै के भन्नु मनाएर पानी हो क्या? छिटो भन्न, तेरो इन्ट्रोडक्सन दे न।
Introduction दे तेरो. What is this your introduction please? छिटो परिचय के हो तेरो? Nobody. You don't have परिचय. अर्धनारी हो? देखाउनु बाइक कता यता राखेको र निकिसाको चाहिँ बर्थडेको गिफ्टमा आएछ साथीहरू यो के हो निकिसाले चाहिँ गिफ्ट दिने व्यक्तिहरूको नाम एकदम चिन्नु भएन अरे झन् यहाँ बस्न भनेको तिमीमा देखिनु पर्छ यो के हो के यस्तो अनि तपाईँहरूलाई निकिसाले चाहिँ ककले दिनुभयो त्यो आई डोन्ट नो भने बुझेन अरे तर यो साडी कति दिनुभयो कमेन्ट गरिदिनु होला भन्न चाहन्छु तँलाई कस्तो लाग्यो साडी सिम्पल गर्ने एकछिन बन्द गरेर अघि हेर तैँले हिजो भनेर आएको होइन हामी यो चाहिँ सिम्पल छ अरे यो राम्रो यो साडी चाहिँ एकदमै सिम्पल छ अरे गाइस काम राख्छ के तर त्यसले भन्छौ त्यो यत्रो मोती भयो नि त भारी नभारी है यो चाहिँ मन्दिरहरूमा जाँदाखेरि अनि त्यता कता जाँदाखेरि ठिक हो दोरीमा नाच्दा ठिकै छ याद छैन के खै कसले दियो थाहा भएन लुगा कसले ल्याएको थियो सबिनले के दिएछ सबिनले त फिल्म जस्तो फोटो लिएर आएको थियो ला खोइ फाल्दिस जसले रहेछ त एन्ड यो चाहिँ मेरो माइली दिदी अनुराग चन्द थकुरी माइली दिदीले दिनुभएको ब्याग यसलाई चाहिँ यो मन परेछ क्या हो गाइज यहाँ यस्तो के हो झुन्डे सकिसक्यो नि बोकेर हिँड्छु भनेर अब यसलाई चाहिँ मन परेको कुरा चाहिँ फेरि छोड्दैन नि साथीहरू टिपेर हिँडिहाल्छ के गर्नु बर्थडे गरेर पनि त राम्रो ब्याग पाइछ है हामीले अलरेडी नै किनिरहेको हुन्छ अलरेडी किने पनि यहाँ हेर्छ गिफ्ट आएको ब्याग अहिले मैले गिफ्टमा त्यस्तो कुरा भन्नु हुँदैन भन्नेको होइन किन मलाई फोन गर्नु गिफ्टमा सबैजना ठुलो कुरा एकचोटि काटेर चिम्टीको कुरा पनि त्यो नगर्न त्यो नटुट्यो त्यो पर्दैन टुटाउन यो चाहिँ यसलाई मन परेछ यो चाहिँ गाइज अब बोला यो चाहिँ बोकिहाल अनि दिस छ अनि अर्को ब्याग आयो फेरि यो ब्याग त उ छ त कोत्रेको छ त यो ब्याग होइन होइन अनि यो चाहिँ एकदम मलाई मन पर्यो यो घडी चाहिँ मलाई एकदम मन पर्यो घरको भित्तामा ठहर कस्तो सुल्टो उल्टो म जान्दिनँ कता 12 माथि हुन्छ है यस्तो है 12 माथि यस्तो यो घडी चाहिँ कसैले दिनुभयो निकिसाले चाहिँ कसैले के दियो भन्ने कुरा आई डोन्ट नो अरे एउटा सी डोन्ट नो सी हिज डोन्ट नो अरे यो चाहिँ कसले दिनुभयो कमेन्ट गरिदिनु होला भ्लग हेर्दै हुनुहुन्छ भने यो कस्तो लाग्यो तँलाई राम्रो लाग्यो ए यो पनि मोबाइलमा के गरेको त्यो मोबाइल त्यो घरै पिताम्बरको हाउस घरै पिताम्बर हाउसतिर जाने होइन उठ्ने भनेर दिएको अनि यो राख्ने एकछिन तँलाई कसैले दिएको याद छैन थाहै छैन मलाई अनि अर्को आएछ यो कहाँ बल यो त बल छैन र हो त्यहाँनिरबाट च्यापेर वाउ दिस इज तर निकिसालाई यस्तो गिफ्टहरू त खासै मन पर्दैन किनकि उसले भित्र टसाएर त फुटाइदिन्छ उसलाई चाहिँ ब्याग भए लुगा भए लाउँछ यस्तो त उसले त लातीले फुटाएर खेलिदिन्छ सी डोन्ट केयर यस्तो त यो केटाकेटी होइन भन्न म केटाकेटी होइन भनेको हुँदैन केटाकेटीले मात्रै खेल्छ यो यसको मन परेको मान्छेले दिएर हो कि त्यो राख न त्यसैले यस्तो नभने कि अरूले भएको भए भनिहाल्थ्यो अनि अर्को आयो फेरि यो के हो यो यस्तो यो के हो व्हाट इज दिस यो चाहिँ यसमा चाहिँ बुद्ध भगवान हुनुपर्ने तर फुल रहेछ बुद्ध भगवान भएको भए चाहिँ राम्रो हुन्थ्यो बुद्ध गौतम बुद्धवाद नेपाल निकिसा जस्तो मान्छेहरू जन्म लिएकै गौतम बुद्धले गर्दा हो गौतम बुद्ध पनि बुढी छोडेर खोइ कता जानु भएको चाहिँ ध्यान गर्नु त्यस्तो ध्यान गर्ने क्रममा निकिसाहरूको आगमन भएको हो र त्यसैले गौतम बुद्ध हुनुपर्ने ठिकै छ एनिवे त्यो हामी एक्सेप्ट गर्छौँ त्यसलाई पनि अनि दिस इज भेरी नेक्स्ट गिफ्ट साडी चाहिँ कसले दिएको वाउ यो साडी त होइन एकजना मैले चिनेकै मान्छेले साडी दिएको भनेको सुनेको थिएँ क्या कसले दियो होला त यो साडी यो त्यो ऊ दिदी भन्नेले दिएको होइन त्यो दिदी के अरे त्यो अलि दिदी रुचिका राणा सरकारले दिएको राणा सरकारले त ब्याग दिएको राणा सरकारको क्योले दिएको हो कि उताबाट ल्याएर त्यो दिदीले पठाइदिएको हो कि ए होला त राणा सरकारले चाहिँ ब्याग दिएको राणा र बिपिनले सँगै ब्याग दिएको नि एउटा यो साडी राम्रो नि यो पनि राम्रो हो तर यो कहाँ लगाउनु धोती जस्तो अब हाम्रो निकिसा चाहिँ साडीमा धेरै सजिन चाहन्छन् अब सजी साडीमा तर यसले त एकचोटि लगाएर दुईचोटि लाउँदैन के गर्नु ए आफूले पनि किन्छ एकचोटि लाउँ दुईचोटि कहाँ हो यहाँ न लाउनु पर्ला यो भन्दा चाहिँ यही राम्रो हो यसले त के अरे कपडा दियो भने त लगाउँदिन अनि त्यसै मैले बरु ब्याग थिएन ब्यागै ल्याइदिन्छ तिमीले देख्दा ब्याग चाहिँ मन पराएछ ढुँडाइसकेको त्यहाँ बोक्छु भनेर दुईटा साडी लान्छ भने जुन राम्रो लाग्छ त्यही लाउने हो
तर यो राम्रो हो कति यो रातो त लगाउने अस्ति अनि इफ तपाईँहरू चितावनमा को हुनुहुन्छ चितावनमा निकिसालाई भेट्न चाहनुहुन्छ कुन दोरीमा अरे 2 गते चितवन दोरी रोदी चितावन दोरी रोदी घरमा चाहिँ सायद हामी पनि आउन सक्छौँ हामी पनि आउन सक्छौँ हामी चाहिँ मिल्यो भने आउँछौँ नभए चाहिँ निकिसाको डान्स राख्न आउँछ चितावनमा इफ तपाईँहरू भेट्न चाहनुहुन्छ चितावन रोदी घरमा आउनु होला भन्न चाहन्छु असार 1 गते असार 1 गते कि आफै बन्द हुन्छ खै किन डिलिट गर्नु र अर्को गिफ्ट चाहिँ खै घाँटीमा हाम्रो निसा यो गिफ्ट देखाउन यो जेठी दिदीले दिएको छ जेठी दिदीले चाहिँ घाँटीमा दिएको छ चाँदीको सिक्री दिएको हाम्रो छ जेठी दिदी मान्छे मनकारी हुनुहुन्छ उहाँलाई पनि म रेस्पेक्ट गर्छु मैले हामीले मलाई सबभन्दा बेस्ट चाहिँ मलाई अनुरागकै ब्याग लाग्यो आफूले आफूलाई म हिरो हामी त्यस्तो ठान्दैन भन्नुभएको कति कमेन्टहरू देखिरहेको थियौँ हामी चाहिँ सबैलाई रेस्पेक्ट गर्छौँ डोन्ट डु द्याट नो नेगेटिभ कमेन्ट हामी चाहिँ अब यस्तै हो अब सके ती चाँडै गिफ्टहरू मान्छे त अनि 100 जना त थियो त के गिफ्ट त थियो नि त अनि 100 जना अनि तेरो उखाइ अनि के अरे यसको सुनको सिक्री खोइ त सुनको सिक्री अनि मैले चाहिँ यसलाई 3000 पैसा दिएको साथीहरू किनकि गिफ्ट ल्यायो भने मैले पहिला गिफ्ट दिएको हेर्नु साथीहरू यस्तै यस्तो खोइ सेतो यस्तै खालको लुगा अनि उसको बिचरा अगाडि छाडिन उसले त आफ्नो सामानहरू पोका पारिसकेपछि ए यहाँ पनि त ब्याग अर्को थियो त त्यो ब्याग चाहिँ किन बोकिनु त्यो ब्याग ब्याग त म विपन मोटीले ब्याग दिएको होइन विपन मोटीको ब्याग उ थियो के खोइ कुन कहाँ गरी यसले गरिछ ब्याग पनि बाँडे क्या लगेर छैन त्यति हो विपन मोटीको ब्याग यसले कहाँ पर राख्यो कि त खोइ म खोज्छु विपन मोटीको पनि ब्याग थियो त खोइ विपन मोटीको ब्याग खै त्यही कलर त्यो यसले त्यो ऊ चाहिँ कलेज कलर उस्तो कलरमा छ ब्राउन कलरमा म राखिदिन्छु ल अहिले किचन यसले त राम ननिकाल्न म राखिदिन्छु अहिले यसले त के गरेको सबै गिफ्टहरू त उ पो गर्दैछ गिफ्टहरू त थियो यो तँलाई जुन मन पर्यो त्यो चाहिँ उहाँको त्यही भएर एलियन जस्तो कोही छैन उहाँलाई चाहिँ सबैले चिन्छ त्यही भएर अब ब्याग अरूलाई मन परेको कुरा चाहिँ बटा यसरी बोझ हुँदै छ नमन परेको कुरा त खतम उसले हटाइसक्यो कि हिजो बोक्दा त उसले यस्तो यो ब्याग देखेको थिएन नि त मेरो ब्याग अनि यसले विपन मोटेको ब्याग बोकेको थियो हिजो हामी दोहोरी जाँदाखेरि अनि यो तैँले मैले दिएको ब्याग बोकिनस् कस्तो राम्रो अनि को हो र मैले देखेकै छैन भने है त्यहाँ ब्ल्याक कलरको जो छ त्यो मेरो मैले दिएको भनेको अनि विपनको ब्याग त आज ल्याएर काम बगाइसकिसक्यो ए हो र त्यस्तो पो गर्छ त्यस्तो नगरेर अनि एउटा गिफ्ट आएको ब्याग चाहिँ यो हो गाइज यस्तै ब्याग दिएछिन् त छोरीले यो राणा सरकारले दिएको सायद यो 2टा ब्याग अरू 3वटा ब्याग आएको टोटली 3वटामा चाहिँ एउटा यो मेरो भाइले यो ब्ल्याक कलर चाहिँ अनि यो चाहिँ राणा सरकारले यस्तै सेम हल्का ठुलोमा चाहिँ विपनले दिएको यस मुना मनोजले के दिएछ त मुना मनोजको चिन्नस् तिनीहरूले घडी नै दियो होला घडी चाहिँ अरूले दिएको हो कि उयो घुमाउने उयो दिएछ केही न केही दियो होला उनीहरूले पनि ओइ उसको ल्याउन गिफ्ट बरु सबिनको हेरौँ सबिनको फुटे निकाल्दैन क्या हामी त्यसरी गिफ्टहरू त सबै यता घुम्काइ पो दिएछ नमन पर्ने कुरा त राख्नुहुन्न नि उहाँले त उता गिफ्ट खोज्दै हुन्छ जिम्बाजी यसले विपनको ब्याग पनि कहाँ लुकायो के हिजो यसले लिएर आयो हुन चाहिँ विपनको ब्याग खै तैँले हिजो बोके हैनस् त अनि भयो अब हामी गिफ्टहरू मिलाएर राख्छौँ गाइज यसले हेर्नु न आधा गिफ्ट त कहाँ हराइ कहाँ गरायो के गरी वर्षा दिदीले के दिनु भयो ए अनि सबै गिफ्टहरू चाहिँ बाँडिसकेको रहेछ अनि एकदमै त्यो ब्याग पनि यसले दिइसक्यो सायद त्यो ब्याग छैन यता कतै पनि छैन पहिला दिइसक्यो नदिएको भए हुन्थ्यो नि त त्यो बोल्दा ल मसँग ल बोक्यो भने कहाँ छ त्यो होइन यस्तै छ कि सेम कलर छ कि यही कलर छ कि उसको पनि यही कलर गिफ्ट चाहिँ धेरै